welcome back to my channel. It's me Daisy here. अनि अहिले चाहिँ हामी वाही भन्ने ठाउँमा छौँ. यहाँ चाहिँ एकदमै घाम लागिरहेछ टन्टलापुर as you can see. र अब चाहिँ हामी बाटो हुँदा जाने नै हो. सो हजुरहरूलाई यहाँ देखाइदिएको. यहाँ चाहिँ यस्तो छ वरिपरि अनि यो वाही भन्ने ठाउँ चाहिँ गोल्डको लागि चाहिँ एकदमै फेमस प्लेस हो अरे. बिउले भन्छेको अनि अब चाहिँ जम के रहेछ हजुरहरूलाई देखाउँदै गर्छ. अनि यो यत्रो ठुलो ट्रक चाहिँ मैले पनि देखेको थिएन है. यहाँ हेर्न सक्नुहुन्छ. अनि रमाइलो छ. दुईजना एक्लै छौँ घुमिरहेछौँ. नम्बर प्लेट गाई वान रे क्या हेर टायर कत्रो छ. अनि यो चाहिँ गोल्ड निकाल्ने ट्रक हो है. साथै ढुङ्गाहरू लोड अनलोड गर्ने हो क्या. ढुङ्गाहरू लोड अनलोड गर्ने अन्त खोज्ने वरिपरि. हेर त कत्रो छ. अब यही बाटो हो. मजाले अब हेर्दै हामी जाँदैछौँ. हामी जान्छौँ त्यही लग्छौँ है. कस्तो हुन्छ रमाइलो. अब चाहिँ हामी गोल्ड माइन्स यहाँ हेर्न सक्नुहुन्छ कस्तो के हुँदो रहेछ भनेर होइन. म पनि हेर्दै नै छु. हेरौँ. ओके त्यो अघिको ट्रकहरू सबै यसमै काम गर्थ्यो ल. हेर ल अघिको ट्रकहरू काम गर्ने ठाउँ है यो चाहिँ. हेर बेबु सबै खनेर गोल्ड. हेर यहाँ गोल्ड निकाल्थ्यो यस्तोबाट. यहाँ गोल्ड थियो है भन्छ. गोल्ड निकाल्थ्यो कि यहाँबाट. अनि यो गोल्डको सप भन्ने चाहिँ कता हो? उयो त तलतिर छ. उति हेर नि त्यो उति घर देख्यौ त्यो मैले फोटेको छु तपाईँले. त्यो यो वाक गर्दै जाने रहेछ नि पुरै. जमाइरहेको के रहेछ हेर्दै. Hey everyone. मैले कस्तो देखिरहेछ सेम त्यस्तो देखिरहेछ बेबु. अनि हामी चाहिँ माथि त्यो गोल्ड माइन होइन जुन चाहिँ अहिले त निकालिँदैन होइन बेबु. अहिले निकालिँदैन तर पहिला चाहिँ निकालिन्थ्यो त्यहाँबाट गोल्ड. त्यो चाहिँ हिस्टोरिक प्लेस हो. वान अफ द हिस्टोरिक प्लेस अफ न्युजिल्यान्ड. अनि अहिले चाहिँ अब हामी गोल्ड निकाल्न जाँदैछौँ. ल ल उयो गाडीमा चढ. उयो गाडीमा कस्तो देखिरहेछ? राम्रो देखिरहेछ. अब हामी यहाँबाट कहाँ जाने भने हामी यहाँबाट वाही बिच भन्ने छ यहाँको फेमस बिच. त्यही जान लागेको. अहिले चाहिँ खासै धेरै त केही छैन हजुरहरूलाई देखाउनको लागि. त्यो गोल्ड माइन हो देखिहाल्छ होला. अनि यस्तै यहाँ मजाको छ पार्कहरू छ. वेलकम ब्याक टु माई च्यानल. कस्तो फिल भइरहेछ त अब यो गोल्ड खन्न जान लाग्दाखेरि? मजा आइरहेछ. गर्मी भइरहेछ. अनि ऊ त्यो गाडी चलाउ नि त हिँड जाउँ यो गाडी. ल ल ल ल बेबु जाउँ 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 जाउँ. म चाहिँ उयो माथि बस्छु ल. यस्तो गरेछ कि. ल ल जाउँ. यु क्यान सी हियर द स्ट्रिट्स. अनि कस्तो राम्रो राम्रो कि पुरै भिन्टेज भाइब्स आउने होइन बेबु. बेबु यो बेलुका त कस्तो राम्रो देख्छ होला यो टाउन. वाउ. अब हामी जान लागेको ठाउँलाई के भन्छ अरे बेबु? त्यही हो अघि मार्था नै हो. जस्ट हामी माथि जान लाग्यो. हजुरहरूले चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ इट्स अ बिग बुगर भनेको छ होइन. यो उसकै नाम हो होइन. ए छिटै छिटो आइपुग्यो जस्तो. तर फेरि जानु पनि त पर्छ नि. ल बेबु अब यहाँबाट लिफ्टबाट यहाँ माथि जाउँ न त. यहाँ लेखेको छ कि नाम चाहिँ अप्ठ्यारै छ कि प्रनाउन्स गर्न पनि. ऱ्याङ्गात्रिया के भन्छ अरे बेबु लोकल भाषामा? माउरी मान्छे. लोकल भाषामा माउरी पनि भन्छ र हामीले चाहिँ नर्मली स्पेल गर्न चिन्दैन होइन यो वर्डलाई चाहिँ. अनि यस्तो यहाँको मतलब पहिलाको
एन्सेन्ट मान्छेहरू यसो देख्छ पहिला बस्ने हाम्रो लोकल ट्राइबहरूको मान्छे हो कि अब बीच झिङ्गालालाई देखि वातावरण मैले भर्खर बेबीलाई अट्याक गरेँ ल बाई बाई यहाँबाट पनि देखिन्छ सुनखानी लाइक अघि नै हामी हिँड्दै हिँड्दै आएको भए चाहिँ हुन्थ्यो यो बाटो तर हामी चाहिँ गाडीमा आयौँ अनि यु क्यान सी हियर एकदम ठुलो खाल्डो यहाँनिर चाहिँ यो सबै आर्मीहरूको नाम लेखेको छ टनलर आर्मी काम गर्ने मान्छेहरूको नाम लेखेर लेखेको हुँदो रहेछ नि अनि तल त पुरै प्लास्टर गर्दैछ नि त्यहाँसम्म हो त्यहाँ खन्दैछ त्यहाँ अझ खन्दै हो यहाँ त रोकिसक्यो नि होला त तर ऊ त्यहाँ हेर न ऊ त्यो सबै उयो गरायो ऊ त्यो पहिरो गएको थियो तर यहाँनिर पुरै माटो पनि यल्लो क्या अहिले चाहिँ हामी यो यु क्यान सी हियर पछाडि हामी पछाडि झिङ्गालाला हुरहुर होइन अनि होइन यो चाहिँ हाम्रो माउरी ट्राइबको चाहिँ एन्सेन्ट मान्छेहरू यहाँको लाइक ओरिजिनल मान्छेहरू पुरानो ट्राइबको अनि यहाँ चाहिँ गोल्ड माइन पनि हो यहाँ हजुरले योभन्दा अगाडि देख्न सक्नु नै हुन्छ के कस्तो रहेछ भनेर अनि अब चाहिँ हामी यहाँको गोल्ड पसलमा जान लागेको के कस्तो पाउँदो रहेछ यहाँको गोल्ड भनेर होइन अनि त्यसपछि चाहिँ हामी वाइ बिचमा जान्छौँ अनि त्यसरी नै हामी घर जान्छौँ चिसो छ एकदमै अहिले चाहिँ हाम्रो यहाँ विन्टर नजिक एकदम आइसक्यो बिहान बेलुका त पुरै चिसो हुन्छ अनि अहिले दिउँसो पनि अब यसो घाममा म बसेँ होइन यस्तो बस्दाखेरि चाहिँ गर्मी पनि हुन्छ प्लस यो हावाले एकदम चिसो यहाँ काँडा उड्ने पनि छ कि हामी त्यो कोल्ड डिस्कभरी लेखेको छ नि यहाँ जान लाग्यो के गर्दैछ बेबीले म चाहिँ यहाँ हाम्रो खानेकुराहरू मिलाउँदैछु यो हाम्रो जुस भयो अनि यहाँ चाहिँ आज हामीले ऱ्याप एकदम मिठो ऱ्याप बनाएर लिएर आएको छौँ यहाँ दिदीको फेमस ऱ्याप हामी यहाँ बिच साइडमा ऱ्याप होइन गाइस डब्बारेपी ऱ्याप हो नि होइन मैले त सही बोलेँ नि अनि हाम्रो फ्राइज पनि छ मिठो मिठो यही बिबु खोइ बार्बिक्यू सस खोइ आमा सस यत्रो सस त घरमा तर बेबीले विदाउट सस ल हाम्रो ऱ्याप तर अहिले चाहिँ एकदमै देखेको छु एकदम यम्मी हुन्छ है लेट्स इन्जोय वाइ बिचमा चाहिँ आइपुग्यौँ अनि एकदम चिसो छ यहाँ मेरो काँडा उम्रेको हजुरले देख्न सक्नुहुन्छ अनि म चाहिँ बेबीको सर्ट लगाएर टावल बेरेर बसिरहेको छु चिसो भएर अब यसो गएर खुट्टा सुट्टा चाहिँ डुबाउँछौँ आर्ट चाहिँ आएको छैन जिउ प्रिन्ट गर्नलाई होइन अब जाउँ है त अब सनसेट हुने बेला भयो क्या मेन चाहिँ अलमोस्ट यु क्यान सी हियर सनसेट हुने बेला भयो त्यही भएर पनि अब यो विन्टर लागेर पनि होला चिसो भएको अब चाहिँ बिचमा नङ्गो भएर पानी खेल्न चाहिँ नसकिने रहेछ भन्ने कुरा फिक्स भइसक्यो त्यही पनि अब आज यति टाढा आइहाल्यौँ त इन्जोय गरौँ है त रमाइलो भइरहेछ चिसो छ आए ल वेब्स मजा ल
ल बेबीको फर्स्ट एक्सपिरियन्स ल बिचमा ल एकदम रमाइलो भइरहेछ अनि मलाई चाहिँ यो छालसँगै यसको नाम जस्तो फिल भइरहेको थियो होइन तर मजा आउँदो रहेछ यो वेभ चाहिँ अनि गहिरो पनि छैन यो ठ्याक्कै यति नै छ क्या मतलब ब्राउनै छ मजा आइरहेछ ल अहिले चाहिँ अब हामी यो वाई बिचबाट निस्किन लाग्यौँ अनि बेबी चाहिँ त्यहाँ आउँदै त्यहाँ गाडीमा के गर्दै एकछिन छ अनि एकदमै राम्रो छ इन्भाइरोमेन्ट हेर्न सकेपछि चाहिँ त्यहाँ सनसेट हुन लागेको छ है पारी ठ्याक्कै सनसेट हुन लागेको छ अनि एकदमै रमाइलो भयो अस्ति योभन्दा अगाडिको भ्लग चाहिँ हजुरहरूले रोटुरागाको भ्लग चाहिँ हजुरले हेरिसकेको छ भने चाहिँ त्यो भ्लगको भन्दा नि आज चाहिँ मलाई एकदम रमाइलो फिल भयो क्या यहाँ चाहिँ अझ डुल्न यो अझै हिस्टोरिक प्लेस हो नि त अनि हेर्नलाई फिल लाइक एभ्रिथिङ वाज न्यू लास्ट टाइमको भन्दा अनि सबै ठाउँमा जाँदा आफ्नो विशेषता त भइ नै हाल्छ तर पनि आजको चाहिँ एकदमै फन डे फिल गरिरहेको छु अस्तिको नि फन डे नै थियो त्यही पनि आज अझै एक्स्ट्रा फन भयो अनि आई होप यु गाइज इन्जोयड वाचिङ माई भिडियो अनि यस्तो यस्तो कन्टेन्टहरू अझै पनि आउँदै गर्छ त्यसको लागि चाहिँ स्टे ट्युन्ड र म चाहिँ कति घरि यता गरे जस्तो लाग्छ होला तर चारैतिर वरिपरि यति राम्रो राम्रो भ्यूहरू छ अनि यस्तो गर्दाखेरि कताबाट राम्रो आइरहेछ भनेर म डुलिरहेको छु जताबाट हेरेँ पनि राम्रै राम्रो छ र सबसे सुन्दर दादा यहाँ मेरो भ्यू छ सबसे राम्रो भ्यू त बेबु बाई बाई भनिदिनु पुरा एकदमै भिजेरै साल्ट वाटर पुरै साल्टी भएर बसिरहेको छौँ साल्टी कसरी थाहा साल्टी भएर बसिरहेको छ भन्नु कसरी थाहा भयो Thank you so much for watching my video. Don't forget to give some thumbs up, share and subscribe to my channel. I'll see you guys in our next video. Till then, take care. Bye.